स्वागत छ। आज हामी एउटा निकै चाखलाग्दो र भावनात्मक विषयमा गहिरिएर कुरा गर्दैछौँ। यो सुदूरपश्चिम नेपाल अनि भारतको कुमाऊँ गढवालतिर चल्ने भिटोलो परम्पराबारे हो। हामीसँग प्रकाश पैन्तोलाज्यूले लेख्नुभएको भिटाउलो बचाउनु पढन्छ भन्ने लेख छ। यसकै आधारमा अब यो परम्पराको मतलब के हो, यसको पछाडिको कथा अनि आजको समयमा यसको महत्त्व कस्तो छ त्यही खोतल्नेछौँ। लेखको सुरुमै कस्तो मन छुने लाइनहरू छन् नि। भौतै गाउँको साझो बाटो, कोही उबा कोही उना, मेरो त दिन जान्छ इजु बाटो हेरी रुना। अनि अर्को पनि, नभास घुघुती चैतकी, नराई लागन्छे म माइतकी। कस्तो मार्मिक। एकदम। यी लाइनहरूले नै भिटोलोसँग जोडिएको त्यो गहिरो भावना, त्यो एउटा कनेक्ट अनि खास गरी चैत महिनाको महत्त्व देखाउँछन् क्या। यो परम्परा भनेको मूलतः चैत महिनामा बिहे गरेर गएका छोरी बहिनी मतलब चिली बहिनीलाई माइतीबाट भेट्न जाने एउटा विशेष चलन हो। हुन त अरू बेला नै भेटघाट होला, तर यो चैतको भेट, भिटौलो भन्छन् जसलाई, यसको चाहिँ अलि बेग्लै सांस्कृतिक अनि भावनात्मक अर्थ छ। हो नि। यी भावनात्मक लाइनहरूले नै भन्छन् यो पक्कै सामान्य भेटघाट मात्रै त होइन होला। त्यसो भए यो भिटोलो भनेको ठ्याक्कै के हो त? यसको चुरो कुरा के हो? मूल कुरा चाहिँ यो चैत महिनामा माइती पक्षबाट प्राय दाजुभाइ नै जान्छन् विवाहित छोरी वा बहिनीको घर, अनि कोसेली लिएर भेट्ने जाने चलन हो। यो सुदूरपश्चिमका दार्चुला बैतडीतिर अनि पारी भारतको कुमाऊँ गढवालतिर बढी चल्छ। लेखमा भने जस्तै छ नि, माइती भिटोला आया भरे चेली कति हकाइली हुन्छन् भनी भन्नै नै सकिनो। मतलब माइतीबाट भिटोलो आउँदा चेलीलाई कति धेरै खुसी मिल्छ त्यो त बयान गर्नै सकिन्न रे। त्यो बयान गर्न नसकिने खुसी, यसको पछाडि त पक्कै केही गहिरो कारण हुनुपर्छ। लेखमा यसको सुरुवातबारे ठ्याक्कै ऐतिहासिक प्रमाण त छैन भनिएको छ, तर एउटा कथा चाहिँ निकै चल्तीमा छ रे, होइन? हो, त्यो कथा निकै मार्मिक छ र त्यसले यो परम्पराको भावनात्मक जरा कहाँ छ भन्ने देखाउँछ। कथा एउटी एकल महिला अनि उनकी छोरी देवुली र सानो छोरा नर्याको हो। देवुलीको बिह एकदमै टाढा विकट ठाउँमा भएको थियो रे। त्यो सानो भाइ नर्याले दिदीलाई भेट्न जान्छु भनेछन्, तर आमाले अब बाटोको गाह्रो, कहिले पानी पर्ने, कहिले हिउँदमा दिन छोटो जाडो भनेर रोकिरहेछन्। तर अन्ततः जब चैत महिना लाग्यो, दिन अलि लामा भए अनि नर्यालाई जानलाई हुन्छ भनिन् आमाले। राति नै कोसली तयार पारिन्, कुरमुराई मनी बिउजाल्यो अनि एउटा लट्ठी पिठ्यूमा बोक्ने झोला, हन्दुरी पन्दुरी भन्छन् त्यो दिन। तर जाँदा एउटा कुरा भनिन् रे के, चेली बहिनीका घर नाइ रन तब एक छक्लो ढलकन्ज्या फर्की झैँ हवा। मतलब बहिनीको घरमा बास नबस्नु, साँझ पर्नु अगाडि नै फर्केर आउनु है बाबु। कस्तो। अनि नर्या दुःख गरेर दिदीको गाउँ पुगे, घर पनि भेट्टाए। भित्र जाँदा दिदी कामले थाकेर होला मस्त निदाएकी रहेछन्। अनि भाइले निन्द्रा दित्रमा चाहेनन्, केही बेर बसे, तर साँझ पर्न लाग्यो, आमाले भनेको कुरा सम्झे। अनि कोसेली दिदीको सिरानीमा राखेर नउठाइकन फर्किए। यहाँनिर कथाले झन मार्मिक मोड लिन्छ। देवुली बिउजिँदा त सिरानीमा कोसेली सपना जस्तो भयो। भाइ आएको रहेछ भनेर खुसी त भइन्, तर बाहिर हेर्दा कतै छैन। ए होइन, कतै भेटिनन्। अनि उनी भाइ भोकै मैसिती, मतलब मेरो भाइ भोकै गयो, म सुतेको सुते भएँ भन्दै यति रोइन्, यति विलाप गरिन् कि त्यही उनको मृत्यु भयो रे। अनि पछि उनी कुङ्गे चरा भएर जन्मिन् र आज पनि चैतमा त्यसै गरी विलाप गर्छिन् भन्ने लोकविश्वास छ। कस्तो कारुणिक कथा हो नि। यही कथाले गर्दा चैतमा छोरी बहिनीलाई भेट्नै पर्ने, तर भेटेपछि उनीहरूको घरमा बास बस्न चाहिँ नहुने भन्ने चलन चल्यो भन्ने विश्वास गरिन्छ। यसले परम्पराको भावनात्मक गहिराई देखाउँछ। यो कथाले त परम्पराको जरो कति गहिरो रहेछ भन्ने देखायो नि। तर त्यो बेलाको अवस्था कस्तो थियो होला, जसले गर्दा यस्तो भेटघाट झनै महत्त्वपूर्ण भयो होला? सञ्चार बाटोघाटो त पक्कै थिएन होला है? थिएन। लेखमै भनेको छ नि, हेटाई बाटो न घाटो। हिँड्ने बाटो थिएन, मान्छे नगएसम्म खबरै नपुग्ने। भेटघाट भनेको चाडपर्व वा यस्तै खास मौकामा मात्रै। त्यसमाथि चैत महिना त ऋतु महिना भनिन्थ्यो रे। मतलब ऋतु महिना। ऋतु के अर्थमा? अन्नपात सकिएर अभाव हुने, भोकमरी पनि लाग्न सक्ने समय।
ऐला जसो अत्र कित्रैन बजार न रुपियाँ हुन्थ्या, अहिले जस्तो जताततै सामान पाइने पैसा हुने चलन थिएन। अनि लेखमा अर्को डरलाग्दो कुरा पनि छ। त्यो बेला कति चेलीहरू सानैमा बिहे गरेर गएका हुन्थे रे। घरमा सासू ससुराबाट राम्रो व्यवहार नपाउने, बुरो वचन भन्छ नराम्रो वचन सहेर बस्नुपर्ने, कतिले त सहन नसकेर आत्महत्या, छुद्दीमा पासो लगाइदिन्थ्या पनि गर्थे रे। सुन्न नि कस्तो आङ सिरिङ्ग हुने। हो, एकदमै। यस्तो कठिन, यस्तो अकेलोपनको अवस्थामा माइतीबाट कोही कोसेली लिएर भेट्न आउँदा त्यो त ठूलो भावनात्मक सहारा हुन्थ्यो नि। मेरालाई कोही त छ, मेरो पनि कोही छ है संसारमा भन्ने त्यो भावनाले हिम्मत दिन्थ्यो, जिन्दगीको आश्रो, जीवन जिउने आशा जगाउँथ्यो। यस अर्थमा भिटोलुले साँच्चीकै भौतनो प्राण बचाइरहेथ्यो, भौतनो साइन बचाइरहेथ्यो। धेरैको ज्यान र धेरैको सम्बन्ध बचाएको थियो रे। यो खाली परम्परा मात्रै थिएन, एक किसिमको लाइफलाइन जस्तै थियो। ओहो, यो त निकै गहिरो कुरा पो रहेछ। हामीले सोचे जस्तो सामान्य कोसेली दिने चलन मात्रै होइन। अच्छा, त्यो कोसेलीमा चाहिँ के हुन्थ्यो त खास? परम्परागत रूपमा हेर्ने हो भने भुटेको पिठो, जसलाई धुलो भनिन्छ, अनि लाउन, खीर अनि आवश्यक परे लुका कपडा, यस्तै चिजहरू। अनि महत्त्वपूर्ण कुरा के भने भिटौला कि केसेली पडोसिनलाई बाँडिन्थे। भिटोलोमा आएको कुसेली छिमेकीलाई पनि बाँडिन्थ्यो रे। बाँड्ने चलन पनि। ओह, कोसेली सानो होस् कि ठुलो, त्यसमा मिसिएको त्यो सद्भाव, त्यो माया, त्यो मेहनत चाहिँ महत्त्वपूर्ण हुन्थ्यो। तर आजभोलि त अलि फरक भयो है। फलफूल, मिठाई जस्ता तयारी चिजहरू लान्छन् रे, जसलाई लेखकले बेठो काटाई मात्रै भन्नुभएको छ। मतलब खाली देखाउटी वा औपचारिकता पूरा गर्ने जस्तो मात्रै भयो भन्ने आशय हो उहाँको। हो, उहाँको तर्क त्यही हो। किनभने बजारको तयारी सामानमा त्यो माया, त्यो महमता, त्यो मेहनतले बनाएको परिकारमा जस्तो आत्मीयता कहाँ हुन्छ र? जो माया, महमता, मेहनतले बनाया पकवानमा हुन्छ, ऊ बजारा सतबासी मिठाई फलफुलनमा नाइ होइसको भन्नुहुन्छ उहाँ। मतलब हातले बनाएको चिजमा जुन भावना हुन्छ, बजारको सामानमा त्यो हुन सक्दैन। हो नि। अब अलिकति आजको कुरा गरौँ न त। अहिले त प्रविधिले गर्दा कति सजिलो छ। फोन छ, भिडियो कल छ, तुरुन्तै कुरा हुन्छ। यसले भिटोलो परम्परालाई कस्तो असर पारेको होला? यहाँनिर एउटा महत्त्वपूर्ण द्वन्द्व देखिन्छ के। एकातिर सम्पर्क गर्न सजिलो भयो, अर्कोतिर परम्पराको मर्म चाहिँ कता कता हराए जस्तो। प्रविधिले सम्पर्क सजिलो बनायो, तर त्यसले त्यो परम्पराको मूल आत्मालाई अलिक कमजोर बनाएको जस्तो देखिन्छ। कतिपयले त भेट्न जानुको साट्टो यी सेवाबाट, मोबाइल ब्याङ्किङबाट वा खातामै पैसा पठाइदिएर भिटौलो दिएको मान्न थालेका छन्। होइन, पैसा पठाएर? त्यो त लेखकले भने जस्तै कर तिरे जस्तो भएन र? त्यही त। सम्बन्ध निभाउने, हिरेम पिरेम मतलब माया प्रेम बाँड्ने, सोराई भन्छ सम्झना मेटाउने, त्यार हुनुपर्ने, यो त एउटा कर तिरेर झन्झट सिद्ध्याए जस्तो भयो नि। यसले त परम्पराको आत्मा नै मारिदियो कि कसो? एकदम सही कुरा। अनि अर्को कुरा, अहिलेको व्यस्त जीवनशैली। मान्छेलाई भेट्ने फुर्सदै छैन। भिटौलो त वर्षमा एकपटक जसरी नै भेट्ने एउटा बहाना थियो। हो, बहाना नै सही, भेट त हुन्थ्यो। हो नि। अब पैसा पठाएर औपचारिकता निभाउँदा बबाल काट्याले झारा टारेर त्यो साइनोको अर्थ के रह्यो त? लेखकले एकदम मार्मिक प्रश्न उठाउनु भएको छ। पुइचेली माइत्यो साइनो के रह्यो? अर्थात् अब त्यो चेली र माइतीको विशेष सम्बन्धको अर्थ के बाँकी रह्यो त? साँच्चै नै यो त सोच्नुपर्ने कुरा हो। लेखमा चेली र माइतीको सम्बन्धलाई कति महत्त्व दिएको छ। अत्यन्तै गहिरो रूपमा प्रस्तुत गरिएको छ। चेलीहरूले माइतीको सानोभन्दा सानो कुरालाई पनि कति धेरै माया गर्छन् रे भने माइतको कौवाईलाई प्यारो मानाई, माइतीको काग पनि प्यारो लाग्छ रे। कस्तो माया! अनि सधैँ माइतीको भलो उबियान चाहन्छन्। उनीहरूलाई माइतीको बारेमा नराम्रो कुरा, कसैले आलोचना चुकुली गरेको वा गाली गरेको सुन्न पटक्कै मन पर्दैन रे। संसारमा सबैभन्दा ठूला हितैषी नै चेली बहिनी हुन् भनिएको छ लेखमा। यो सबै छलफल सुन्दा त भिटौलो परम्पराको महत्त्व झन बढेर पो भए जस्तो लाग्यो मलाई त। त्यसो भए यो लेख र हाम्रो अहिलेको कुराकानीको निष्कर्ष के होला त? भिटौलो केवल एउटा पुरानो रीति मात्रै होइन, यो एउटा जीवन्त संस्कृति हो जसले माइती र चेली बीचको सभेच्छा छोखो, मतलब सबैभन्दा पवित्र मानिने सम्बन्धलाई बचाइराख्छ। यसलाई जोगाउनै पर्छ, भिटौलो बचाउनु पढन्छ। लेखकै शब्दमा भन्दा यसलाई छोड्नु भनेको आफू यो जड्डो, आफ्नै पहिचान, आफ्नै जरा मेटाउनु जस्तै हो। आज हामीले प्रकाश पैतोलाको लेख भिटौलो बचाउनु पढन्छ को आधारमा यो भिटौलो परम्पराको विभिन्न पक्षलाई केलाउने प्रयास गर्यौं।
यो खाली भेटघाट र कोसेलीको लेनदेन मात्रै नभएर कठिन समयमा कत्रो भावनात्मक आड भरोसा दिने, सम्बन्धलाई न्यानो बनाइराख्ने अनि एउटा छुट्टै सांस्कृतिक पहिचान बोकेको गहिरो परम्परा रहेछ। निश्चय नै हामीले यसको त्यो मार्मिक कथा, ऐतिहासिक महत्त्व, कोसेलीको अर्थ अनि अहिलेको प्रविधि र जीवनशैलीले ल्याएको चुनौतीहरूबारे कुरा गर्यौं। प्रविधि र पैसाले सजिलो त बनाए होला, तर कतै यसको त्यो भावनात्मक गहिराई, त्यो सांस्कृतिक मर्मलाई नै ओझेलमा पार्दैछ कि भन्ने चिन्ता जायज देखिन्छ। हो, अनि अन्त्यमा एउटा प्रश्न मनमा आइरहेको छ। लेखमा भने जस्तै भिटौलोले जुन गहिरो भावनात्मक आवश्यकता पूरा गर्थ्यो, जुन ऐतिहासिक रूपमा जीवन रेखा जस्तै कि आजको यो तुरुन्तै कुरा हुने, भिडियोमा देखिने युगमा पनि यो परम्पराले पूरा गर्न सक्ने त्यस्ता कुनै नदेखिएका, नभनिएका भावनात्मक वा सामाजिक आवश्यकताहरू बाँकी होलान्, जुन हामीले महसुस गर्न सकेका छैनौँ कि अथवा बेवास्ता पो गरिरहेका छौँ कि? सोच्नुपर्ने कुरा हो।